चिरकुटले पो फोन हान्यो। हेलो सुन त पल्लो गाउँको लाटीले भुँडी बोकी छ अनि कसले बोकाए त भनेर कचेरी बसेको थियो। म त तेरो नाम लिदिएँ, अब तैँले त होला नि। नचाहिने कुरा, म विदेश आएकै 4 वर्ष भइसक्यो, कसरी भुँडी बोक्छ त मेरो? ए विदेश पो छ है। अनि पहिला नेपाल हुँदा त तैँले खोल्सा खोल्सीतिर घुमाउनु लिएर जान्थिस्, अनि म तैँले गडबड गरिस् होला भनेर फ्याटे नाम लिइदिइहालेँ। अब के अर्थ त आउँछ त नेपाल भुँडी स्वीकार्न? वायत कुरा खुरुको फोन राख, तातो न साह्रो। चिरकुटले पो फोन हान्यो। हेलो सुन त पल्लो गाउँको लाटीले भुँडी बोकी छ अनि कसले बोकाए त भनेर कचेरी बसेको थियो। म त तेरो नाम लिइदिएँ, अब तैँले त होला नि। नचाहिने कुरा, म विदेश आएकै 4 वर्ष भइसक्यो, कसरी भुँडी बोक्छ त मेरो? ए विदेश पो छ है। अनि पहिला नेपाल हुँदा त तैँले खोल्सा खोल्सीतिर घुमाउनु लिएर जान्थिस्, अनि म तैँले गडबड गरिस् होला भनेर फ्याटे नाम लिइदिइहालेँ। अब के अर्थ त आउँछ त नेपाल भुँडी स्वीकार्न? वायत कुरा खुरुको फोन राख, तातो न साह्रो।